कक्षा 10 पछि पढ्न काठमाडौँतिर लागियो। पढ्न, खान र बस्नको लागि कपनमा कोठा खोजिएको थियो। पढ्नको लागि कलेज पनि त्यतै फिक्स गरियो। अनि म काठमाडौँमा दिदीसँग बसेर पढ्न थाले। मेरो पढाइ बिहानको थियो। दिउँसो 12 बजेसम्म कलेजमा हुन्थे अनि बाँकी समय कोठामै बित्यो। मेरो कोठा नजिकै अर्को कोठामा एक परिवार बस्थ्यो। त्यस परिवारमा 4 जना बस्थे, जसमा बुढा बुढी र उनीहरूको एक छोरी र एक छोरा थिए। छोरी चाहिँ 10 कक्षामा पढ्ने, तर उमेरले 17 वर्गको तरुणी थिए। हाम्रो त्यस परिवारसँग चिनजान र बोलीचाली सुरु भयो। छिमेकी एक अर्कामा गुलमिल हुन्छ थाल्यो र बोलीचिली पनि सजिलै हुन्छ थाल्यो। छोरी चाहिँ मलाई असाध्य मन पर्थ्यो। छिनेको कम्मर, पोटिलो स्तन अनि लोभलाग्दो चाकले मेरो मनलाई पहिलो हेराइमै लोभ्याइसकेको थियो। तामाङ समुदायको केटी, उसको नाम निरु स्योम्बो रहेछ। उसको आमाले उसलाई बोलाउँदा नाम थाहा पाए अनि उसँग बोल्न प्रयास गर्न थाले। कुनै न कुनै निहु बनाएर छिमेकीको कोठामा जान्थे अनि बहाना बनाएर उसको आमासँग विभिन्न गफ गर्थे। मौका मिलेको बेला निरुलाई जिस्काउँथे, ऊ पनि कुरा गर्थी। यसै गरी बिदाको समय र खाली समय उसँग जिस्किन भनी जान्थे। मौका पर्दा जिस्किन्थे पनि अनि मौका नपर्दा उसको रूप हेरेर आफ्नो लिङबाट चिप्लो पानी निकालेर फर्कन्थे। हरेक पटक उसको नजिक जाँदा आफसे आफ उत्तेजना आउँथ्यो अनि उसलाई चिक्ने कल्पना गरिरहन्थे। उसले म प्रति देखाएको व्यवहार निहाल्दा मनाउन सके चिक्न दिन्छे जस्तो लागिरहेको थियो। खमैले उसको नाममा फेसबुकमा सर्च गरे। रियल नाममा नै आइडी खोलेको रहेछ। मैले रिक्वेस्ट पठाए। उसले त्यही दिन बेलुका नै एक्सेप्ट गरी। त्यसपछि म उसँग बोल्न प्रयास गर्न थाले। पहिला सुरुमा हाई निरु भने पठाए अनि उसले पनि रिप्लाई दिई हेलो भने। अनि कुराकानी यसरी सुरु भयो। कस्तो राम्री है तिमी, मेरो रूपै यस्तै छ त भनेर जवाफ दिई। आफ्नो मनलाई दह्रो बनाएर, तिमीलाई देख्दा मेरो मनै कटक्क खान्छ, तिमी मलाई एकदमै मन पर्छ, म तिमीलाई माया गर्छु भनेर सिधै भनिदिए। उसले केही जवाफ दिइन। शनिबारको दिन थियो। बिदाको दिन नुहाए अनि कपडा धोएर सुकाई कोठामा पढेर बसिरहेको थिए। निरु र मेरो कोठा आमुन्ने सामुन्ने भए पनि बाथरुम भने एउटै थियो। दिउँसोको 1 बजेतिर पिसाबले च्यापेर बाथरुम जाँदा संयोगवश निरुले ढोकाको चुकुल बन्द गर्न बिर्सिएर नुहाइरहेको रहेछ। म अकस्मात जाँदा उसको नाङ्गो शरीर देख्न पाए। कसिलो अनि पोटिलो दूधको फाँचो, अलिअलि भुत्ला उम्रिएको कसिलो र कलिलो पुती देखाएर 2 हातले दूधको फाँचो मार्दै पानीको फोहरामा आँखा चिम्लेर मजासँग नुहाइरहेको थिए। जब मैले हतारमा ढोका धकेले तब निरु झसङ्ग भएर पुतीको मुख हातले छोप्दै लाज मानेर ढोका बन्द गरी। म पनि एकोहोरिएर हेरिरहेछु। कति बेला मेरो लाडोबाट पानी आएछ थाहै भएन। त्यसपछि कोठामा गए अनि उत्तेजनाले गर्दा आफूलाई थाम्न सक्छ नसकी कपडा खोलेर हातले गर्न थाले। त्यही दिन राति 9 बजे उसलाई अनलाइन देखे। उसँग सेक्सी च्याट गर्न मन लाग्यो अनि बोलाए। ऊ केही पनि बोलिन। मैले भने किन नबोलेको, दिउँसोकोले लाज लाग्यो। उसलाई पुती चिकाउन मन रहेछ अनि बोल्न थाली। मैले चिक्न प्रयास गरिरहेको छु भन्ने उसले थाहा पाइछे अनि भनिन् छैन, लाज तिमीलाई त अझ देखाउन मन लागिरहेको छ। मैले भने तिम्रा त्यो 2 पोका अनि तलको जंगल देख्दा म त बाथरुम भित्रै पस्न लागिरहेको थिए, तिमीले ढोका गर्यो र मात्रै। उसले भनिन् अरु नै कोही थियो कि भनेर बन्द गरेकी थिए, तिमी पो रहेछौ। त्यसपछि मैले भने म आजको भए गर्न दिन्थ्यौ, त्यसै गर्न पाइन्छ, तिमीको हौ र मेरो। उसले भनी म तिम्रा हुनेवाला हुँ नि, हामी गर्न बसम न कुनै रात। मैले सिधै प्रस्ताव राखे। ऊ केही बोलिन। हाम्रो च्याट बन्द भयो। भोलिपल्ट बिहान म बाहिर निस्कदा उसलाई सिडीमा भेटे। मैले उसको अनुहारमा हेरेर आँखा झिम्क्याए। ऊ मुसुक्क हाँसेर भित्र पनि मेरो मन चम्ला जस्तै भयो। उसलाई चिक्ने आश लिएर म कलेज गए। दिउँसो कलेजबाट आए। ऊ स्कुल गएकी रहेछ। उसको आमा बाबा दिउँसो काममा जान्थे। शनिबार उनीहरू सबैजना सबै हुन्थे। अरू बिदाको दिन चाहिँ निरु र उसको भाइ कोठामा हुन्थे। म पनि त्यस्तै मौका पारेर चिक्ने योजना बनाइरहेको थिए। बेलुका मेसेन्जरमा दुवैजनाको कुरो मिल्यो। कसैले थाहा नपाइने गरी बिदाको दिन चिक्ने सहमति भयो। बुधबार मङ्सिर 13 गते स्कुल कलेजहरूमा सार्वजनिक बिदा थियो। त्यो दिन निरुको भाइ पनि घुम्न गएको र आमा बाबा काममा गएका थिए। छोरी एक्लै कोठामा थिए। म पनि एक्लै थिए। चिकामारीका लागि त्यो दिन उपयुक्त समय थियो। म 11 बजे निरुको कोठामा लुसुक्क पसे। निरु मोबाइल चलाएर बेडमा पल्टिएर बसिरहेको थिए। म गएपछि ऊ उठी। त्यसपछि केही नभनी सिधै उसको टाउको पछाडि समाएर ओठमा किस गर्न थाले। हामी दुवैमा ढुक्क थियौ।
दुवैजना एक अर्कालाई किस गर्न लाग्यो। म ढोकाको चुकुल बन्द गर्न गए। त्यसपछि निरुलाई अगाडि राखेर पछाडिबाट उसको पोटिलो दूध मार्दै दाहिने कुममा किस गर्न थाले। ऊ शरीर मलाई नै सुम्पिएर आँखा चिम्लेर आनन्द लिइरहेकी थिई। मैले आफ्नो टी सर्ट खोले अनि उसको पनि कपडा खोल्नतिर लागे। उसले टी सर्ट र तल लुङ्गी लगाएकी थिई। मैले टी सर्ट खोलिदिए अनि लुङ्गी पनि। मैले पनि प्यान्ट खोले। ऊ ब्रा र पेन्टीमा एकदमै सेक्सी देखिरहेकी थिई। म पनि नाङ्गे अनि लाडो ठन्किएर पेन्टी नै पल पर्ला जस्तो भएको थियो। दुवैजना मस्त भई किस गर्दै अंगालोमा फेरिएन खाटमा पल्टियो। खाटमा उसलाई उत्तानो पारेर उसको ब्रा र पेन्टी खोले अनि आफ्नो पनि। हामी दुवैको पेन्टी चिप्लो पानीले भिजिसकेको थियो। त्यसपछि उसको ओठबाट किस गर्दै दुवै दुधका मुन्टोमा किस गर्न थाले। किस गर्दै उसको नाइटो हुँदै पुतीसम्म पुगे। उसको पुती चिप्लो पानीले पुरै भिजिरहेको थियो अनि म पुतीको लाडो छिराउने पालमा जिब्रो छिराएर चुम्बन गर्न लागे। निरु उत्तेजनाले छटपटाइरहेको थिई। ममा पनि उत्तेजनाको सीमा थिएन। लाडो कडा भएको थियो। निरु लाडोमा किस गर्छु भन्न थाली अनि ऊ म माथि चढेर लाडोलाई मुखभित्र छिराएर चुस्न थाली। मलाई धेरै नै मजा आइरहेको थियो। करिब 2 मिनेटसम्म लाडो चुसी अनि फेरि उसलाई मैले उत्तानो पारे। निरु अब त गरम किस गर्न पुग्यो भन्न थाली। मलाई पनि कति बेला गरू जस्तो भइरहेको थियो। त्यसपछि आफ्नो लाडोलाई सिधा पारेर उसको योनिको पालमाथि लाडोको टुप्पो राखे। बिस्तारै धक्का दिन थाले। उसको पहिलो सेक्स दुख्यो बिस्तारै गरन भन्न थाली। म पनि उसले भने अनुसार बिस्तारै दिन थाले। करिब 20 चोटी लाडो भित्र वाहिर गरेपछि निरु मजा आयो अझ जोडले गरन भनी। मैले 6 इन्च जति लामो अनि मोटो मेरो लाडो उसको कसिलो पुतीमा जोडले पुती भित्र बाहिर दिइरहे। चिकिरहँदा ओठमा चुम्बन चलिरह्यो। त्यो घडीमा मलाई संसारमा केटीबाट पाउन नसकेको मज्जाको अनुभूति भएको थियो। निरु चिकाइको पलमा अंश जस्तो आवाज निकालिरहेका थिए। झन् त्यसले चिकाइलाई रोमाञ्चक बनाएको थियो। करिब 5 मिनेट जति लगातार चिक्दा मेरो लाडोबाट वीर्य झर्न लागेको अनुभव मलाई भयो। अनि निरुलाई झर्न लाग्यो। भित्रै झारिदियो कि बाहिर फ्याँकु भने। उसले बाहिरै निकाल भित्र नजार भनी। लाडो पुती चिप्लो भएर घस्रिरहेको थियो। जोडले धक्का दिँदा लाडोबाट वीर्य झर्नै लाग्यो अनि हतारमा लाडो निकालेर उसको पुतीको छाला वरिपरि झारिदिए। म शिथिल भए। निरु मलाई पुगेन अझै गरन भन्दै थिए। एकछिन टाइम लाग्छ लाडो ठन्किन कान्छी मैले भने। बेडमा पल्टिएको थिए। नाङ्गै कति बेला निदाए थाहै भएन। निरुलाई पनि थकाइ लागेछ अनि नाङ्गै सुतिछे। पछि बिउजदा 4 बजिसकेछ। उसलाई पनि उठाए। मलाई फेरि पनि चिक्न मन लागिरहेको थियो तर हामीसँग समय थिएन। हामी दुवैले लगाएर निरुलाई धन्यवाद दिए।